हेलो साथीहरू, तपाईँले स्कुटर र बाइकहरूमा यस्ता सेन्सरहरू देख्नुभयो होला। यो सेन्सरको नाम के हो र यसको काम के हो, यसको बारेमा आज हामी चर्चा गर्नेछौँ। यसलाई इलेक्ट्रोनिक थ्रोटल बडी भनिन्छ। मेरो हातमा भएको यो थ्रोटल बडी हो। यसमा जम्मा दुईवटा सेन्सरहरू हुन्छन् र दुईवटा एक्चुएटरहरू हुन्छ। त्यसको बारेमा हामी कुरा गर्नेछौँ। यो पहिला एक्चुएटरको बारेमा कुरा गरौँ। यहाँ छेउको जुन देखिरहनु भएको छ एक्चुएटर, यसलाई आइएसी भनिन्छ, आइडल एयर कन्ट्रोल बल्ब भनिन्छ। यसलाई म फर्काएर देखाउनेछु। यो यस्तो हुन्छ, यसको यतापट्टि चाहिँ यस्तो बल्ब हुन्छ, त्यही भएर यसलाई आइएसी बल्ब पनि भनिन्छ। अरू साथीहरूले यसलाई चाहिँ अटो चोक पनि भन्दा रहेछन्, मलाई चाहिँ थाहा थिएन। बाइकको कार्बोरेटरमा चाहिँ यस्तो मेनुअल चोक हुन्छ भने इटिभीमा चाहिँ एयर कन्ट्रोल बल्ब हुन्छ। यसलाई चाहिँ इन्डेक्ट म्यानिफोल्डमा हावालाई कन्ट्रोल गर्ने हुनाले यसलाई आइडल एयर कन्ट्रोल बल्ब भनिएको हो। यसपछि चाहिँ हामी अर्को एक्चुएटरको बारेमा कुरा गर्नेछौँ। यहाँ देखिरहनु भयो होला फ्युल इन्जेक्टर अर्थात् एफआई। यो पनि एक प्रकारको एक्चुएटर नै हो। अब चाहिँ हामीले इटिभीमा भएका दुईवटा सेन्सरको बारेमा कुरा गर्नेछौँ। यहाँ हामीले देख्न सक्छौँ थ्रोटल र थ्रोटलको सिधा अपोजिटमा जुन सेन्सर छ यसलाई चाहिँ टिपी सेन्सर भनिन्छ। टिपी सेन्सर भनेको थ्रोटल पोजिसन सेन्सर। थ्रोटलको पोजिसन कस्तो छ भन्ने कुरा इलेक्ट्रोनिक सिग्नलद्वारा इस्युलाई यसले म्यासेज गर्ने गर्दछ, सिग्नल पठाउने गर्दछ। त्यसैले यसलाई थ्रोटल पोजिसन सेन्सर भनिएको। यो सेन्सर यस्तो हुन्छ। यसमा चाहिँ थ्रोटलको रड चाहिँ जोडिएको हुन्छ र थ्रोटल कति ओपन भयो कति बन्द भयो भन्ने कुरा यसले चाहिँ इस्युलाई जानकारी दिने गर्दछ र इस्युले चाहिँ एफआईलाई आदेश दिने गर्दछ र एफआईले त्यो अनुसारको काम गर्छ। एकचोटि यो थ्रोटललाई हेरौँ, यसको बटरफ्लाई यसरी ओपन र बन्द हुने गर्दछ र त्यो अनुसारको जानकारी चाहिँ टिपी सेन्सरले इस्युलाई दिने गर्दछ। अब यहाँ पछि हामीले अर्को सेन्सरको बारेमा कुरा गर्नेछौँ। यो सेन्सरलाई चाहिँ म्याप सेन्सर भनिन्छ, एमएपी। म्यापको अर्थ हुन्छ म्यानिफोल्ड अब्सोल्युट प्रेसर र प्रेसर वर्डले हामीले सजिलै गेस गर्न सक्छौँ। यसले चाहिँ इन्टेक म्यानिफोल्डमा एयरको प्रेसर कति छ, हावाको दबाब कति छ भन्ने कुरा सेन्स गरेर अनि इस्युलाई यसले इलेक्ट्रोनिक सिग्नल पठाउने गर्दछ। यसलाई चाहिँ इन्टेक म्यानिफोल्ड भनिन्छ। यसमै हावाको दबाब कति छ भन्ने कुरा म्याप सेन्सरले इस्युलाई पठाउने गर्दछ। यहाँसम्म तपाईँहरूले बुझ्नुभयो होला। मेरो हातमा छ अब तीनवटा सेन्सर। यो येल्लो कलरको चाहिँ टेम्परेचर सेन्सर हो भने अर्को अक्सिजन सेन्सर र मेरो हातमा भएको तेस्रो सेन्सर चाहिँ यो खासमा पिकअप कोइल हो, तर एफआईको गाडीहरूमा यसलाई क्र्याङ्कसाफ्ट पोजिसन सेन्सर भनिन्छ र यो चाहिँ यहाँ म्याग्नेटको माथि हुने गर्दछ। यो सेन्सर बिग्रेको खण्डमा स्पार्क प्लगलाई चाहिँ स्पार्क गर्दैन। अब कुरा गरौँ यसको वर्कको बारेमा। यसले चाहिँ क्र्याङ्कसाफ्टको पोजिसन र आरपिएम मेजर गर्ने हुनाले यसलाई चाहिँ क्र्याङ्कसाफ्ट पोजिसन सेन्सर भनिएको हो। लास्ट दुईवटा सेन्सरको बारेमा कुरा गरौँ। मेरो हातमा चाहिँ एउटा O2 सेन्सर र अर्को टेम्परेचर सेन्सर। टेम्परेचर सेन्सरलाई चाहिँ थर्मल सेन्सर पनि भनिन्छ। यो चाहिँ यहाँ सिलिन्डरमा जोडिएको हुन्छ र यसले थर्मल इन्फर्मेसनलाई सेन्स गरेर अनि इलेक्ट्रिक सिग्नल चाहिँ इस्युलाई पठाउने गर्दछ र इस्युले त्यो अनुसार एफआईलाई चाहिँ कन्ट्रोल गर्ने गर्दछ। अब कुरा गर्नेछौँ O2 सेन्सरको। O2 सेन्सर भनेको अक्सिजन सेन्सर हो। यो O2 सेन्सर चाहिँ कि त साइलेन्सरमा कि साइलेन्सरको मुखमा जोडिएको हुन्छ। यसमा चाहिँ यसको यहाँ इन्ट्रान्समै जोडिएको छ मुखमै। O2 सेन्सरले चाहिँ साइलेन्सरमा O2 को मात्रा, अक्सिजनको मात्रा र हावा र तेलको रेसियो कति छ भन्ने कुरा यसले चाहिँ सेन्स गर्छ र त्यो अनुसार यसले भोल्टेजको रूपमा यो इस्युलाई चाहिँ इन्फर्मेसन पठाउने गर्दछ र इस्युले चाहिँ त्यो अनुसार एफआईलाई कन्ट्रोल गर्ने गर्दछ। मैले आज जे यति सेन्सरका र एक्चुएटरका बारेमा कुरा गरेँ, मलाई लाग्छ सबै कुराहरू तपाईँले बुझ्नुभयो होला। मैले आज टिपी सेन्सर, म्याप सेन्सर, O2 सेन्सर, थर्मल सेन्सर, त्यसै गरी क्र्याङ्कसाफ्ट पोजिसन सेन्सरको बारेमा मैले इन्फर्मेसनहरू सेयर गरेँ। आशा छ बुझ्नुभयो होला। थ्याङ्क यू, थ्याङ्क्स फर वाचिङ।